गुरु हेलो तिमीलाई एउटा क्वेसन सोधौँ एउटा हैन 100 एउटा सोध न यार सुन न भन न हैन तिमीलाई मेरो इन्ट्रीमा कस्तो फिल भएको थियो तिमीले मलाई फर्स्ट टाइम देख्दाखेरि के फिल गराएको थियौ यो केटीलाई चाहिँ मेरो बुढी बनाउनु पर्यो भन्ने फिल गरेको थिएँ मैले होइन सत्य हो होइन यो मान्छेलाई मैले फर्स्टमा यो मान्छेसँग डेट बस्दा पनि मैले यही कुरा गरेको थिएँ क्या तारिफै गरेको थिएँ यो मान्छेले मलाई यति हेट गर्ने लाइफमा सबैभन्दा हेट गर्ने मलाई नै हो क्या रियल्ली हो एक दिन त होइन एक दिन त एउटा त्यो के अरे को राम बिरामी भएको थियो होइन राम बिरामी भएको थियो प्याङ्क भन्ने यो मान्छेलाई थाहा थिएन हामी सबैलाई थाहा थियो आमा त्यहाँ नजिक केही भएको भए मेरो टाउको गायब त्यस्तो रिसाउने होइन रिसाएपछि हानिदिन्छु भन्ने नजिकको एउटा गमलाई के रहेछ त्यो भएको भए त्यसैले हानिदिन्छु भनिरहेको थिएँ कि यो मान्छेलाई प्रिङ भन्ने थाहा थिएन मलाई थाहा थियो एक दुईजनालाई थाहा थियो मलाई होइन यति धेरै रिस उठ्छ होइन मतलब मान्छे त यति धेरै बिरा अब मलाई के खायो त्यो प्राङ्क हो भनेर अनि अब तिमीहरू त्यस्तो मसँग प्राङ्क गरिराखेर यसो अनि त्यसपछि लास्टमा म त त्यहाँ वरि मेरो फेरि रिस कडा होइन तिमीलाई थाहा छ अलिकति अनि त्यस्तो त्यो केही छैन तिमीले सम्हाल्न सक्छौ मैले थाहा पाइसकेको छु अनि फेरि यो रिसाइ भन्दा मलाई चाहिँ फेरि यही मान्छेलाई रिस उठाउन मजा लाग्ने कि खालि यही मान्छेसँग झगडा गर्न मजा लाग्ने मलाई केही न्यू पाएको अरूसँग बोल्न मन नलाग्ने यही मान्छेलाई कसरी हुन्छ रिस उठाउनु पर्यो केटीलाई अनि रिस मात्रै उठाउँछ त यिनमा हालेर के गर्नु त नि अनि आमा ए सुन अनि त्यसपछि तिमीलाई मलाई बिहे गर्न मन थियो त्यहाँ देख्न बित्तिकै यो केटीलाई चाहिँ आफ्नो बनाउनु मन थियो भन्ने तिमीलाई फिल भएको थियो भने तिमी किन अरू केटीहरूसँग डेट बस्यौ त्यो त एउटा फर्मालिटी हो नि त ब्लाइन्ड डेटको सबैलाई बुझ्नुपर्ने होइन नै सुन म त्यो बुझ्नुको कुरा छोडिदेऊ त्यो डेटमा तिमीहरू त्यो हाउस राउन्ड आउनुभन्दा अगाडि नै तिमीले बुझिसकेको थियो केटीहरू सबैसँग डेट भइसक्यो थियो हाउस राउन्डभित्र आइसकेपछि पनि तिमी एक दुईजना केटी लफङ्गाहरूको पछि लागेको थियो वाइ त्यो त अब तिमीलाई त मलाई मन पर्थ्यो भन्दा मलाई पट्याउन ट्राई गर्ने हो भने त तिमीले अरूलाई होइन नि त त्यो तिमीलाई जेलस फिल गराउन हो होइन तर अरूको कुरा के हो भने यो मान्छे मैले चाहिँ अलिअलि सोचेको थिएँ यो मान्छेले चाहिँ गुरुसँग चाहिँ पार्टनरहरू अगाडि बस्छु लाइफमा सोचेको थिइनँ होला है यो मान्छेले यति धेरै झगडा यति धेरै हिट गर्थ्यो मलाई होइन सबैभन्दा ब्लाइन्डेडभरि मलाई नि हेर गर्थ्यो कि आमा यति धेरै झगडा जो एनी टाइम झगडा जेएनयुमा झगडा जता गयो झगडा यो मान्छे मलाई रिस उठाउने जे कुरामा म पनि उसलाई रिस उठाउने कि अनि रिस लास्टमा यस्तै भइदियो तर मैले सोचेको पनि थिइनँ गुरु र म यसरी कपाल हुन्छौँ भनेर अनि त्यसपछि यस्तो राम्रो होला भनेर चाहिँ मैले त्यो सोचेको पनि थिइनँ होइन म त तिमीलाई थाहा छ गुरु होइन फर्स्टमा तिमीलाई तिम्रो त्यो बोल्ने तरिका तिमी स्टाइल तरिकाले बोल्थ्यौ नि घरिघरि फर्स्ट टाइम भेट्दाखेरि तिमीले कस्तो अलिकति एटिट्युड पारामा बोल्छौ तर त्यो एटिट्युड तिमीलाई नै सुहाउँदैन क्या अनेस्टली भन्ने भने होइन सरी सुन न मलाई बोल्न देखि अनि त्यसपछि अनि त्यसपछि अनि मलाई क्या रिस उठ्दै क्या मा कस्तो यार यो घरभित्र पनि के एटिट्युडमा बोलेको अलिकति नर्मल तरिकाले बोलोस् न यार कस्तो छप्री जस्तो बोलेको भन्ने मलाई फिल हुन्छ सरी है म अब तिम्रो तारिफ पनि गर्छु क्या म मेरो भोइस त्यस्तो छप्री चाहिँ छैन है तारिफ पनि गर्छु के मेरो भोइस मन पराउने कति छन् लाइन छ जा त्यसमा त्यहीसँग होइन कसम भने रियल्ली भने होइन म कोहीसँग फोन सुन न फोनमा बोल्यो भने जसले नि भोइस मेरो मन पराउनु भन तिम्रो पालो भन ल सरी भन न त ल भन त्यत्तिकै रिस आउँछ यार जा भन्दिन म किन म कुरा गरिरहेको छु मेरो कुरै बिगार्नु ए बाबा लु अब तिम्रो पालो भन न त कान पक्रेर सरी भन्नु मेरो होइन मेरो होइन बोल्न मेरो ल सरी अनि त्यसपछि हर्ट नि त अनि होइन त्यतिखेर मलाई के लाग्थ्यो भनेपछि कस्तो बौला रहेछ यार छ्या रिस मात्रै उठाउँछ म त पागलै हुन्छु क्या हो म त केटाहरू मध्ये सबैभन्दा मन नपर्ने तिमी नै थियौ मलाई पहिलोचोटि होइन पहिला चाहिँ किनकि तिम्रो मेरो फर्स्ट डेमै झगडा परेको थियो होइन अनि त्यसपछि त्यो कुराहरूले चाहिँ मलाई कस्तो क्या रिस उठ्थ्यो अनि त्यसपछि मलाई फेरि होइन एकपल्ट रिस उठेपछि त्यस्तै हुन्छ क्या रिस्नेपछि त्यो कुरै आउँदैन कुरा गरौँ टाइपको अनि त्यसपछि फेरि डेट बसौँ टाइपको कुरै आउँदैन होइन सक्दैन क्या एकपल्ट रिस्नेपछि रिस उठ्यो त्यस्तो हुन्थ्यो तर फेरि अब हामी त्यहाँनिर धेरै बस्यौँ नि त अनि त्यसपछि के भएर अनि पछिबाट चाहिँ जे होस् त अनएक्सपेक्टेड भयो जे भयो म एउटा कुरा चाहिँ यति लेखेर दिन्छु तिम्रो मसँग बाहेक नि अरूसँग कोहीसँग तिम्रो रिलेसन भयो भए यति धेरै इन्ट्रेस्टिङ कपल चाहिँ हुँदैन थियो 100% दिन्छु होइन मेरो जस्तो केमिस्ट्री तिम्रो अरूसँग 100% हुन्थ्यो एउटा रामी छ त्यो आफ्नै पाराको भइगयो त्यो छ के हुन्थ्यो ह्यान्सी छ अब मलाई
मलाई चाहिँ किन हो होइन अरू कपल्स भन्दा हाम्रै कपल्स मनपर्छ मैले झुट बोले होइन म त नोटङ्गी लाग्छ होइन जे होस् हाम्रो रियालिटी छ क्या अरूको सबको नोटङ्गी नै गरेर हो त जे हो पनि माया गर्ने तरिका फरक फरक हुन्छ नि त नाटक धेरै नगर बौला म त नोटङ्गी नै लाग्छ चुप लाग नाटक नगर अब यस्तो सबै नबोले मलाई रिस उठ्छ मान्छेको माया गर्ने तरिका फरक फरक हुन्छ नि त होइन हामी जस्तो बाँदर चण्डाल सबैजना त्यस्तै हुन्छ भने हो त यो त बाँदर नि चण्डाली नै हो यार अनि अब हामी पो चक्च गरे गर्छौँ जे पनि गरिदिन्छौँ होइन अब उनीहरू त अब बुझ्ने छन् समझदारी छन् यस्तो हो सबैको माया त छ अब आफ्नो तरिका हो हुन त होइन मैले नाटक भन्न पनि मिल्दैन त मेरो गल्ती नै हो होइन आफ्नो तरिकाले माया गर्ने तरिका हुन्छ होइन उसको र मेरो चाहिँ अलिक डिफ्रेन्ट छ क्या मतलब केमिस्ट्री चाहिँ मिलाएको छ क्या उसको र मेरो होइन दुईजना चकचके अनि त्यहाँपछि ला गुरु एउटा खत्तम भयो के सबै डेट हाल्नुपर्छ किन गीत तिमीले कसलाई प्रपोज गरेको थाहा छ कसलाई त्यहाँ पैसालाई भने तिमीले दुईजनालाई प्रपोज गरेको छौ तर यो मान्छेले सब याद गरेर रहेछ कि मैले कसलाई प्रपोज गरेको छु ब्लाइन्ड हाउसमा कसलाई के भनेर सबै याद गरेर रहेछ मलाई याद हुँदैन त नि मैले एउटा पैसालाई गरे हो होइन अनि अरू कसलाई गरेको छु फर्स्टमा अब मैले बाल नदिएको त्यही भएर उतातिर गएको थियो फेरि लास्टमा मैतिर आयो मैले सोचे कहाँ तिमी यो मान्छे र म जति दुश्मन ब्लाइन्ड हाउसमा नि कोही नै थिएन होला क्या एकअर्कालाई त्यही हेट गर्ने के होइन झगडा परेछ एनी टाइम झगडा परेछ फाइट परेछ हानाहान परेछ एक दिन त मलाई मारिदिन्छ नि जस्तो सहितै बनाइदिन्छ जस्तो फिल भइरहेको थियो कि तर मलाई अनि त्यहाँपछि मलाई लागेको थियो यो मान्छेसँग के हो कपल्सबाट अगाडि बढिन्छ कि जस्तो पनि फिल भइरहेको थियो के थाहा हुने रहेछ भन्ने त थाहा थिएन भइयो लास्टमा भन्ने न कति दुखी छु गाई मलाई लास्टमा अति दुखी छु पिटाइ गर्छु म जति खुसी लाइफमा कोही छैन के यो मान्छे पाएर म यति धेरै खुसी छु नि खुसीले कुन दिन म मर्छु माया गर्छु थाहा छैन तर यो मान्छे एक दिन होइन त्यो थाहा छ नि तपाईँहरूलाई झुक्क्याएर मैले गालामा किस गरेको झन्नै मारिन क्या मलाई त मलाई गिटार बजाउनै आउँदैन यार राम छ म भन्दा ठुलो कसरी ल्याऊ म सिकाउँछु तिमीलाई गिटार बजाउनु यसलाई कर्ड भन्छ जी माइनर भन्छ यसलाई हेर यहाँ जी माइनर एउटा गीत गाएर सुनाउन मेरो लागि ठाउँै छैन तिम्रो नि माया लाग्दछ साइनी सम्झन्छु चिन यो मिलेन कि गर्नै मिल्दैन गीत गाएको ढङ्ग अनि यहाँ मिल्नु परेन गीत गाउनै मिल्दैन यार अब ढङ्ग भनेर भन्छु रङ गर्न ढङ्गको कला बोकेर तिम्रो नि माया लाग्दछ साइनी सम्झन्छु चिन अनिसाला हैन तिमीले माया गरेको तिम्रो अनिसाला चाहिँ होला सम्झे भएन आशिरा हेर्दै साथीहरु आज रमाइले भातै रटायो मेरो कुरा किन इग्नोर गरे क्या मेरो कुरा रिप्लाई दे जा यो लास्ट म सक्क हाँसिरहेको छ अनिसाको कुरा निकालेको थिएँ हाँसिरहेको छ मैले भनिरहेको छु अघिदेखि यहाँ फोन गरेर छिटो को अनिसा भनेको तिम्रो नाम अनिसा हो गुरु छिटो मलाई कुरा थाहा भएन अनिसा मेरो बेबी हो तिमी हो तिम्रो अर्को नाम मेरो साथीहरुलाई पनि थाहा छ म आजकल कति टेन्सनमा छु भन्ने कुरा मलाई यस्तै कुराहरुले टेन्सन भइरहेको थियो अनि मेरो कुराको टेन्सनहरु तिमीलाई होइन नि तिम्रो कुराले बाइक अरु कसको कुरा टेन्सन सम्झिरे पाडी छम्की रे तिमीसँग बढी भा हो यसले कुरा अल्टार्नलाई कुरा लुकाउनलाई यति धेरै कुरा घुमाएको छ नि अघि यसलाई त मार्दिछु तर यो मान्छेको जति सारो हात केटा मान्छेको पनि छैन कि यति धेरै सारो हात छ खै हामीले यसरी पिट्दा दुख्दैन जति बित्नु न तर सारो चाहिँ सारो छ है भारी बोक्थ्यो कि यार तिमी पहिला तर यो मान्छे पनि एउटा परिवारको जिम्मेवारी बोकेर अगाडि बढेको मान्छे हो होइन घरको जेठी छोरी हो होइन एकदम मिहिनेती मान्छे हो अनि त्यहाँपछि दुःख भनेको के हो भनेर भोगाएको छ कि यो मान्छेले होइन उसको भाइ र बहिनी चाहिँ सानै छ नि त अनि त्यसपछि पहिलादेखि नै
बाबाले माया नगर्नु भएको मम्मी ऊ अनि बहिनी भाइ थिए अनि घरको जिम्मेवारी चाहिँ उसैले उठाएको हो कि अनि मतलब उसले नि सबै दुःख गरे हो कि को हो यो फेरि फेरि यसकोमा केटीको मेसेज आयो फेरि यसकोमा भावना भन्ने केटीको मेसेज आयो राम यो त अति 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 म त सपोर्दिन के हो फेरि कुमारी नो ओ गॉड भाइ यसले मलाई लास्टै टेन्सन दिन्छ भोइस छोड्दै त्यो होइन मेसेज आयो हैन है त्यो कमेन्टको नोटिफिकेसन आयो हो कमेन्टको हैन त्यो भावना भनेको त कमेन्ट के अरे मेसेज आएको अर्कोको चाहिँ कमेन्ट जस्तो लाग्यो मलाई होइन तिमी रङ छौ कि त्यस्तो होइन म चिट गर्न सक्दिनँ मेसेज गर्ने अब त्यो सबै केटीहरू मेसेज गर्ने गर्लफ्रेन्ड नै हुन्छ भन्ने होइन तिमीलाई सबै मेसेज गर्ने केटाहरू चाहिँ बोयफ्रेन्ड नै भन्ने सोच चाहिँ हाम्रो रङ हो होइन यसरी डाउटमा रिलेसन चाहिँ टिक्दैन होइन अर्को कुरा मैले उसको स्टोरको बारेमा भनिरहेको थिएँ होइन अब त्यही हो ऊ एउटा महान नारी हो होइन मेरो तारिफ गरिरहेको थियो अनि त्यसपछि कस्तो खुसी लागिरहेको थियो होइन अनि त्यो केटीको म्यासेज आउने बित्तिकै मेरो माइन्डै डिस्ट्र्याक्ट भयो क्या एउटा महान नारी हो क्या ऊ जस मैले भन्छु महान नारी हो त गदाला मैले यहाँसम्म आइरहेको छु म महान नारी नै हो कि अनि त्यसपछि एकदम स्ट्रगल गरे मान्छे हो दुःख भन्ने के हो भोगा मान्छे हो हामी पनि छोरा मान्छेको पनि दुःख त हुन्छ होइन हाम्रो अब देखाउने र नदेखाउने भन्ने डिफ्रेन्ट हुन्छ होइन अब छोरी मान्छेको दुःख र छोरा मान्छेको दुःखमा चाहिँ धेरै फरक पर्छ नि त होइन अनि अब हामी छोरा मान्छेले चाहिँ अब गर्छौँ होइन तर छोरी मान्छेलाई त गाह्रै पर्छ क्या हामी भन्दाखेरि उनीहरूलाई चाहिँ अगाडि बढ्न त खुट्टा तान्ने मान्छे धेरै हुन्छ कि छोरी मान्छेलाई चाहिँ होइन अब झुटो आश्वासन दिने होइन अनि त्यहाँपछि आश देखाउने यस्तो गर्दा चाहिँ राम्रो हुन्छ भन्ने होइन उल्टै खुट्टा तान्ने मान्छे धेरै हुन्छ नि अनि त्यस्तो समाजमा पनि उसले चाहिँ एउटा स्ट्रगल गरेर चाहिँ अगाडि बढेको मान्छे हो कि अनि मतलब परिवारलाई अगाडि बढाएको भाइ बहिनीलाई पढाएको मम्मीलाई हेरेको बाबाले माया नगरे पनि बाबाको माया नपाए पनि होइन अनि उसले चाहिँ सबै परिवारलाई हेरे हो कि कस्तो इमोसनल बनाइदियो यसले मलाई पहिलोचोटि होला यसले राम्रो कुरा गरे मैले अहिलेसम्म उसले त्यो कुरा मलाई सेयर पनि गरेको छैन आजसम्म भनेको पनि छैन तर मैले आफैले थाहा पाएको कि यो कुराहरू म भन्नमा लाग्दैन कि गुरु होइन मैले पासमा के गरेँ कस्तो कस्तो काम गरेँ अनि त्यसपछि म यहाँ कसरी आइपुगेँ भन्ने कुरा मलाई होइन सुनाइराख्न मन लाग्दैन